यो दुईटा भिडियो हेरेर तपाईँहरूले के बुझ्नुभयो? म चाहिँ अहिलेको समसामयिक राजनीतिक अवस्थाको बारेमा कुरा गर्न खोजिरहेको छु। जस्तै पूर्व राजा ज्ञानेन्द्रले पोखरामा गएर आफ्नो दाजुको शालिग अनावरण गर्नुभयो। त्यसपछि उहाँ जब पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउनुभयो, त्यसपछि लगभग 50,000 देखि 1 लाख मान्छेले उहाँको चाहिँ त्यो स्वागतमा मान्छेहरू निस्किए। यसमा चाहिँ भएको के थियो, मलाई चाहिँ के लाग्छ भने पोखरामा राजा वीरेन्द्रको शालिग अनावरण किन गर्नुभयो उहाँले भन्दाखेरि उहाँलाई थाहा छ, किनभने राजा वीरेन्द्र प्रिय राजा हो र नेपालको अन्तिम र सबसे प्रिय राजा उहाँ नै हो। र अब आफू त त्यति प्रिय हुनुहुन्थेन 2-3 वर्ष उहाँले शासन गर्दाखेरि। त्यही भएर उहाँले के गर्नुभयो भन्दाखेरि आफ्नो अब चाहिँ उहाँले फेरि आफूले शासन गर्न खोज्नु भएको छ, फेरि आउन खोज्नु भएको छ। त्यही भएर उहाँले चाहिँ दाजुको प्रतिमालाई अगाडि ल्याएर अनि त्यसलाई अनावरण गरेपछि मान्छेमा फेरि राजतन्त्रको त्यो एउटा झुकाव माया, त्यो फेरि मान्छेमा त्यो इमोसन निस्केर आयो। अनि त्यही इमोसन उहाँ एयरपोर्टबाट निस्केपछि त्यो भिडमा मान्छेको त्यो इमोसन, उहाँ चाहिँ नेपालीहरू चाहिँ राजा ज्ञानेन्द्रको स्वागतमा आएका थिएनन्। नेपालीहरू चाहिँ जुन राजा वीरेन्द्रको लिगेसी हो, पृथ्वीनारायण शाह, महेन्द्र र वीरेन्द्रको जुन लिगेसी हो, त्यसमा चाहिँ त्यही त्यही सोचेर आएको थिए। किनभने अ, राजा ज्ञानेन्द्रले आफ्नो 58 सालको जुन घटनाको बारेमा उहाँले अझै आफ्नो स्पष्ट अभिव्यक्ति दिन सक्नु भएको छैन। किन जब जब उहाँ त्यसको बारेमा बोल्नुहुन्छ उहाँलाई खोकी लाग्छ, उहाँलाई के हुन्छ। साइकोलोजीले पनि भन्छ जब तपाईँ झुट बोल्नुहुन्छ अनि मान्छे त सिधा बोल्न सक्दैन, अब खोक्छ के आउँछ आउँछ होइन। यो एउटा भिडियो हेरौँ त। ओके। अब पूर्व राजाले पक्कै पनि अब देशमै बसेर देशको शान्ति सुरक्षाको लागि, देशको हितको लागि काम गर्छु भन्नुभयो, त्यो राम्रो कुरा हो, उहाँले गर्नु पनि पर्छ। तर त्यहाँ धेरै कुराहरू छ, जस्तै उहाँले दरबार हत्याकाण्डको कुरा गर्दाखेरि उहाँलाई किन खोकी लाग्यो त्यो पनि दुधी फेर भनेपछि मनमा उहाँले केही कुरा लुकाउनु भएको छ कि त्यो सबै कुरा खोलेर भन्नु पर्यो। अब मेरो समर्थन नभए पनि मेरो मौन समर्थन थियो, मलाई थाहा थियो, मलाई पनि त्यहाँ इन्भल्भ गराइयो। अब नगरा भए मलाई पनि मार्थे भने उहाँले भन्नु पर्यो, अनि जनतासँग माफी माग्नु पर्यो, अनि उहाँलाई चाहिँ बल्ल राजा वीरेन्द्रको उत्तराधिकारीको रूपमा हेर्न सकिन्छ। होइन भने चाहिँ नेपालीले त्यसरी चाहिँ तपाईँलाई त्यसै चाहिँ माफ गर्नेवाला छ जस्तो लाग्दैन मलाई। तपाईँले स्वीकार गर्नु पर्यो, बुढो पनि हुनुभयो, अब तपाईँ त्यो पर्नु भएर जाल जेलमा विदेशी एजेन्टहरूको र सिआइएको तपाईँ चक्रव्यूहमा पर्नु होला, तर तपाईँले भन्नु त पर्यो नि, नभनिकन सधैँभरि हुन्छ। त्यही भएर हजुर राजनीतिमा आउन खोजे भए त्यो चाहिँ तपाईँले प्रश्न भन्नुपर्छ के भएको। 17 गते तपाईँ जब वीरेन्द्रसँग तपाईँको कुराकानी भएपछि तपाईँको जुन पारसलाई कारवाही गर्नु पर्यो, प्रवीण गुरुङलाई गाडीले हानेको हुनाले, अब मारेकै हुनाले कारवाही गर्नु पर्यो। अब आफ्नो साझेदा पदबाट तल झारेर, किनभने राजाहरूलाई कानुन लाग्थेन नि त, 47 सालको संविधान अनुसार कानुनभन्दा माथि राखेको थियो। त्यो कानुनबाट चाहिँ तल झारेर अब उसलाई कारवाही गर्नु पर्यो भनेर 4 लाख हस्ताक्षर सङ्कलन भएको थियो। ऊ त्यसमा चाहिँ वीरेन्द्रले त्यो कुरा गर्दाखेरि ज्ञानेन्द्रले चाहिँ 17 गते अब तिमीले सक्ने तिमी गर, म सक्ने म गर्छु भनेर निस्केर गएपछि उहाँ बल्ल 21 गते शिरपेच लाउन मात्रै फर्किनु भएको छ दरबार। अनि 17 गते र 21 गतेको बिचमा के भयो त्यो सबैलाई थाहै छ। अनि यसमा उहाँको प्रत्यक्ष नभए पनि अप्रत्यक्ष
संलग्नता रहेको हुनसक्छ, त्यो उहाँले क्लियरिफाई गरेपछि उहाँको अगाडि बढ्छ। होइन भने चाहिँ मान्छे शङ्कास्पद, अझै पनि मान्छेले उहाँलाई शङ्काको घेरामा राख्छन्। त्यही भएर यसमा मेरो एउटा त्यो सुझाव पनि हो। अनि आजको कुरा अहिले जुन चलिरहेको छ, एक पक्ष राजतन्त्रवादी, एक पक्ष चाहिँ गणतन्त्रवादी, यो दुइटाको टकराव, यसबाट चाहिँ तेस्रो थेसिस र एन्टिथेसिस टक्राउँदाखेरि सिन्थेसिस भएर एउटा नयाँ वाद निस्किन्छ भन्थे। त्यस्तै यसबाट चाहिँ मलाई चाहिँ लाग्छ एउटा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री या राष्ट्रपति, जसको पावर होस् अमेरिकामा जस्तो, त्यो हिसाबको भए चाहिँ राम्रो, नेपालीले पक्कै पनि गमन पाउँछ जस्तो लाग्छ। किनभने अहिले नेपालीहरूले यो नेताहरू गणतन्त्रको विरोध गरेको भन्दा पनि नेताको विरोध हो, एउटा एक किसिमले रिभेन्ज लिन खोजेको हो। किनभने अब पहिला एउटा राजा थिए, अब अहिले हजारौँ राजा भए। तपाईँको त्यो सङ्घीयताले झन् गाउँ गाउँमा राजा गराइदियो भनेपछि, अनि पार्टीमा लाग्ने मान्छेहरूले मात्रै हालिमुहाली भएको देख्दा चाहिँ जनताले चाहिँ र स्वतन्त्र नेपाली मात्रै भएर बाँच्न खोजेको जनताले चाहिँ एउटा रिभेन्ज खोजेको हो। त्यही भएर यसमा चाहिँ त्यो रिभेन्ज मान्छे लिन्छ पनि, नलिई छोड्नेवाला छैन। त्यही भएर उनीहरूले नेपालीले फेरि बहकिएर राजा राउ देश बचाऊ भनेको हो। त्यो रेसमा चाहिँ अब हामीले के गर्ने त, हामी स्वतन्त्र भनौँ न, कुनै पार्टीमा नलागेको मान्छेहरूले हामीले के गर्ने त भनेपछि मलाई के लाग्छ भने भविष्य कस्तो हुनुपर्छ भन्दाखेरि, जस्तै राजतन्त्र एउटा मियो थियो। पहिला विदेशी शक्तिहरूले चलायमान गर्न खोज्दाखेरि राजतन्त्र एउटा अब संरक्षकको रूपमा देश बचाउने एउटा उस्तो, त्यो चाहिँ अब पृथ्वीनारायण शाहपछि धेरै हदसम्म गइसकेको थियो, राणाहरूले खत्तम पारिसकेकोलाई महेन्द्रले 17 सालमा उहाँले त्यो सबै आफ्नो हातमा लिएपछि उहाँले फेरि त्यो भारतीय हस्तक्षेपहरू बिस्तारै अ, पर राख्दै उहाँले चाहिँ अब चिनसँग पनि भारतसँग पनि मिलेर उहाँले एउटा राम्रो, अमेरिकासँग पनि मिलेर उहाँले एउटा राम्रो विकास गर्नुभयो। र त्यही विकासमा त्यो विकास चाहिँ 28 सालमा उहाँ मरेर गए पनि 58 साल 30 वर्षहरूको आफै टिक्यो। वीरेन्द्रले खासै केही गरेका थिएन, जसले बाबाको बाउले गरेको कामलाई अलिकति कन्टिन्युटी मात्रै गरेको हुन्, उहाँको नयाँ कुनै त्यस्तो देख्दैन। तर प्रिय राजा चाहिँ हो वीरेन्द्र। अब यसमा चाहिँ यसरी हेर्दै जाँदाखेरि चाहिँ अब त्यस्तै किसिमले अब वीरेन्द्र भएको भए अब यो 62-63 आन्दोलन पनि हुन्थेन, केही पनि हुन्थेन। त्यो आन्दोलन निकाल्न सकिन्न भनेर अब र सिआइएले मिलेर दरबार हत्याकाण्ड गराएर फेरि ज्ञानेन्द्रलाई पनि उनीहरूले नै राखेर, अनि चाहिँ अब वीरेन्द्रलाई के अरे दिपेन्द्रलाई आरोप लगाएर तपाईँको भनिरहेछ कि 3-4 ठाउँ दिपेन्द्र देखिरहेछन्, कसैले भन्छ 7-8 ठाउँ देखिरहेछ। अनि दिपेन्द्रलाई दरबार बाहिरै मारेर अनि अनि भित्र लगेर फालेको भनिरहेछ। यस्तो कुराहरू हुँदा हुँदै पनि हामीले कसरी विश्वास गर्ने कि दिपेन्द्रले मारेको भनेर? दिपेन्द्रले मारेको पक्कै पनि होइन। यसमा हामीले चाहिँ क्वेसन गर्न सक्नुपर्छ। र अबको फ्युचर भनेको चाहिँ एउटा हामीलाई बलियो संस्था चाहिएको, राजा चाहिएको होइन। किनभने राजा भएपछि फेरि त्यही हो, फेरि अब ज्ञानेन्द्रको उत्तराधिकारी को हो? हेर्नु भएको छ नि, त्यो मान्छे राजा भन्ने लागेको छ। पहिला उसले के गरे हो, कतिलाई के गर्यो, कतिलाई रेप गर्यो, कतिलाई मार्यो, त्यो फेरि उनीहरू त्यस्तैमा लाग्छ। अहिले पनि उनीहरूको त्यो पारा, उनीहरूको परिवारको पारा उस्तै छ। ड्रग्स खाने, एलओडीमा गएर पार्टी गर्ने, त्यही अब पहिला त्यही राजाकोले गर्थे। अब धेरै पार्टी भनौँ न, मोज मस्ती, ड्रग्स। अहिले चाहिँ नेताका छोराछोरी सबै यस्तै बिग्रिरहेका छन् भनेपछि पहिला एउटाले गर्थ्यो, अहिले धेरैले गर्छन् भनेर पनि त्यो सडेको आलुमा कुन चाहिँ दुइटै आलु सडेको छ, धेरै आलु सडेको भयो अहिले। अहिले पहिला एउटै सडेको आलु ठिक छ भने जस्तो भयो। नेपालीहरू सोझो पनि हो, अब भ्याडा पनि हो, सबै हो। यो हिसाबले चाहिँ गयो भने हामी सधैँ यो कहिले पनि अग्रगमनमा हामी जान सक्दैनौँ। अब चाहिँ त्यो अग्रगमनको बाटो मलाई लाग्छ एउटा सबल संस्था भन्छ, जस्तै 5 वर्ष कसैले हल्लाउन नसकोस् त्यस्तो खालको सरकार बनाउनलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री या राष्ट्रपति होस्। त्यसपछि स्वतन्त्र रूपमा उठ्ने मान्छेहरू, जसले जो भने पनि अब स्वतन्त्रमा राम्रो राम्रो गर्ने, बालेन, अब गोपाल हमाल, हर्क साम्पाङ, अब इभन अब रवि लामिछाने भन्न सकिँदैन होइन। अब
जो पनि आउनु पायो, अरू नयाँ मान्छे पनि आउनु पायो, के थाहा छ। तर हामीलाई चाहिँ चाहिएको एउटा सबल संस्था हो जसले चाहिँ विदेशी जुन नेपालमा त्यो भनेको छ नि त, नेपाल त विदेशी जासुसहरूको जालो नै जालो, त्यसमाथि काठमाडौँ चाहिँ विदेशी जासुसहरूको हबै भनेछ। हो त्यो हबमा चाहिँ नेपाललाई बचाउन सक्ने एउटा हामीलाई बलियो संस्था चाहिएको, न कि त्यो राज संस्था नहुन पनि सक्छ, त्यो एउटा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रधानमन्त्री 5 वर्ष टिक्ने। किनभने त्यो भएपछि के हुन्छ भने 5 वर्ष उसले चलाउँछ, यदि मन परेन भने मान्छेले फाल्न पायो अर्कोचोटि, अर्को निर्वाचनमा। तर राजा बनाइदिएपछि फेरि उसलाई फाल्न पाइँदैन सधैँभरि, अनि उसको परिवारले त्यो मौज गर्ने हो। त्यसै उत्तराधिकारीमा पनि समस्या छ, ज्ञान र पछि राजा हुने को, तपाईँलाई थाहै छ, पारस राजा हुन लागेको छ नि त। त्यसपछि उसको नातिलाई बनाउला अरे, अनि त्यसपछि उनीहरूकै परिवारको त्यो हालिमुहाली हुने। त्यही भएर जनताकै छोरोलाई राष्ट्रपति अथवा प्रत्यक्ष कार्यकारी निर्वाचित बनाएपछि बल्ल जनताले राजा छाने जस्तो हुन्छ। र त्यसरी चाहिँ गरे चाहिँ सबैको अग्रगमन हुन्छ नेपालको जस्तो लाग्छ मलाई। अब यो मेरो व्यक्तिगत धारणा हो, यसमा तपाईँहरूलाई के लाग्छ त्यसमा चाहिँ तपाईँहरू कमेन्ट गरिदिनुहोस्। अब म न गणतन्त्रवादी हो, म न राजतन्त्रवादी हो। मलाई चाहिँ हिन्दू राष्ट्र चाहिएको छ, किनभने मैले हिन्दू राष्ट्रको लागि धेरै काम गरेको हो। गुरुदेव स्वामी चन्द्रसँग बसेर मैले 65 सालबाट 72 सालसम्म हामीले 7 वर्ष काम गऱ्यौँ, तर हिन्दू राष्ट्र घोषणा गर्न सकेनौँ हामी। हामी रात रातभर बसेर पम्पलेट लेख्यौँ, पम्पलेट टाँस्यौँ, दुनियाँ गऱ्यौँ, ज्यानको रिक्स लिएर हामीले पम्पलेट टाँस्दै जाने, पछाडि पछाडि मान्छेहरूले आएर त्यसलाई सेतो पेन्टले पोस्ट गर्दै जाने, च्यात्दै जाने, त्यस्तो पनि हुन्थ्यो। हाम्रो पछाडि त्यसरी जासुसहरू लागेको हुन्थे, क्रिस्चियन। त्यसपछि 200 चर्चबाट जब धर्मनिरपेक्षता भयो, 200 चर्चबाट 2000 चर्च भयो 1 वर्षभित्र, 65 सालपछि कुरा गर्दैछु म। मान्छे त्यसरी चाहिँ जाने भने चाहिँ अब नेपाल चाहिँ रहँदैन। त्यही भएर अब अहिले चर्चको सङ्ख्या कति भयो, क्रिस्चियनको जनसङ्ख्या कति भयो, तपाईँ आफै हिसाब गर्नुहोस्। नेपालमा चाहिँ प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपति या प्रधानमन्त्री होस्, जसले 5 वर्ष चलाओस्, फेरि त्यसपछि त्यही हो जनताले चाहेको राजा जस्तो। एउटा बलियो मान्छे आउँदा बित्तिकै संस्था बलियो बन्छ। पहिला पनि राणाहरूले खतम पारेको राज संस्थालाई तपाईँको महेन्द्रले आएर नै बचाएको हो। एउटा एउटा सही मान्छे भएपछि संस्था बलियो हुने हो। त्यही भएर अब राजतन्त्रमा अब फेरि आएर त्यसो बलियो गराउन सक्ने मान्छे म चाहिँ देख्दिनँ। त्यही भएर बरु बालेन आओस्, बालेनले गरोस्, कवि आओस्, या अरू कोही मान्छे नयाँ नेपाली निस्केर आओस् जो पार्टीको नहोस्। त्यो प्रत्यक्षमा उठेर उसले जितोस्, अनि ऊ बलियो भएपछि उसले चाहिँ यो विदेशीको जुन जासुसको जालो छ त्यसबाट चाहिँ नेपाललाई बचाउन सक्छ। त्यसपछि बिस्तारै इस्टाब्लिस हुन्छ। र अरू तरिकाले फेरि राजा ल्याएर मात्रै होला जस्तो छैन। तर राजाले आउन चाहेको भने आफ्नो भिजन क्लियर गर्नु पर्यो, के हो चाहेको, होइन। भिजन क्लियर गर्नु पर्यो, त्यसपछि भन्नु पर्यो कि म यसो गर्छु आएर भन्नु पर्यो। अनि आफ्नो 58 सालमा के हो त अप्रत्यक्ष म कसरी संलग्न थिएँ, सिआइए र रले मलाई यसरी फसाए, नगरेको भए मलाई पनि मार्थे भनेर त्यो कुराहरू क्लियर गरेर जनतासँग माफी मागेर आउने भने राजा पनि आउन सक्लान्, मानौँला, ज्ञानेन्द्रलाई नै मानौँला। तर त्यस्तो होइन भने चाहिँ अब म चाहिँ देख्दिनँ, किनभने सबै नेपाली जनताको तपाईँलाई साथ छैन। किन मान्छेलाई अझै पनि तपाईँलाई प्रत्यक्ष शङ्का घेरामा राखेको छ। तपाईँ 58 सालको कुरा गर्दाखेरि तपाईँ खोक्नुहुन्छ, उ गर्नुहुन्छ, अरू बेला तपाईँ क्लियरली स्पेच दिनुहुन्छ। मान्छे मनमा केही लुकाइरहनु भएको छ नि तपाईँले। साइकोलोजीले पनि त्यही भन्छ नि, तपाईँ झुट बोल्नुहुन्छ भने तपाईँलाई के आउँछ, खोकी आउँछ, के आउँछ। त्यसमा चाहिँ सबैको ध्यान जाओस्। र नेपाल यस्तै तालले लडिरहने हो भने नेपाल भने फेरि 22-24 राज्यमा जान्छ। एउटा फेरि पृथ्वीनारायण शाहले एकीकरण गर्नुपर्ने जस्तो अवस्था आइसकेको छ। अब गुट गुट अब एउटा ग्याङ बनाएर नेपाल, अब यदि अहिले म विदेशमा छु, म नेपाल आयो भने म चाहिँ गाउँमा बस्ने भए म चाहिँ ग्याङ बनाएर, होइन, एउटा एउटा सेक्योर बनाएर बस्नुपर्ने अवस्था आउँछ। किनभने शान्ति सुरक्षा छैन, पुलिसले सुरक्षा दिँदैन, आर्मीले दिँदैन, कसैले पनि दिँदैन। आफ्नो सुरक्षा आफै गर, कि जाऊ कि मर, अन्याय सहेर बस। निर्मला हत्याकाण्ड दब्यो, नेताको छोराले छोइदिएपछि कसैले आएर बचाउनेवाला छैन। त्यही भएर नेपालीहरूले चाहिँ यो कुराहरू ख्याल गर्नु पर्यो। अब देश एक किसिमले छैन भने पनि हुन्छ। अब यी गुन्डाहरूको राज देखिहाल्यो अस्ति चैत 15मा के भयो। त्यही भएर यी गुन्डाहरूले जे पनि गर्छ, मान्छे मार्दै आएको यिनीहरूले आफ्नो सत्ता बचाउन मान्छे मार्छन्। फेरि जति पनि मार्ने नलेको आफ्नो छोरा त मार्यो, अब अरू त छोड्दैन। छोरा मारेर त अब कमिसन
कुनै केही नगरिकन छोडिदिए होइन त्यत्तिकै। भनेपछि यिनीहरूले आफ्नो छोराको बलि दिन सक्ने नेपाली जनतालाई बाँकी राख्छ। 17,000 त पहिल्यै मारेछ। त्यसले यो कुनै पनि यो तिनवटा दलको कोही पनि ठिक छैन। त्यही भएर हामी चाहिँ यसरी नयाँ बाद एउटा प्रत्यक्ष कार्यकारी राष्ट्रपति भयो भने उसले चाहिँ सरकार चलाउँछ 5 वर्षलाई, जनताले राजा चुने जस्तो हुन्छ। त्यो चाहिँ त्यो गरे चाहिँ अनि त्यो बलियो मान्छे आएपछि त्यसले संस्था राम्रो गराउँछ। र हिन्दू राष्ट्र पनि हुनु पर्यो, किनभने त्यसले चाहिँ साम्प्रदायिक दङ्गा हुँदैन। किन साम्प्रदायिक दङ्गा पनि बढ्न थालेको छ भनेपछि एक किसिमले अब नेपाल फेरि 2200-2400मा टुक्रिने जस्तो देखिन्छ। तर हामी चाहिँ सचेत हौँ। अब हामी अलिकति देशलाई केही गरौँ, विदेश कहिले पनि जान्न भन्ने मान्छे यहाँ विदेश आएर बस्नु परिरहेछ। तर अहिले पढ्नलाई आएको केही वर्ष काम गरेपछि हामी फर्किन्छौँ। फर्केर देशको लागि त्यस्तै मान्छे धेरै 50 लाख होला नि त। 1 करोड विदेशीकोमा 50 लाख त फर्किन्छन्। तर देशमा माहौलै भएन, शान्ति छैन, सुरक्षा छैन। एयरपोर्टमै मान्छे कुटिदिइरहेछ, कठालो समातेर तानिदिइरहेछ एयरपोर्टमा पुलिसले। यही हो त। त्यही गर्न नेपाल फर्किने हो हामी। त्यही भएर देशको हालत त्यस्तो छ साथीहरू। त्यसै गरेर तपाईँहरू चाहिँ अब एउटा निष्पक्ष नेपाली भएर बाँचौँ, यो पार्टीको झोले भएर नबसौँ। र पर्छ भने हामी सबै नेपालीहरू एकचोटि नेपाल फर्केर यो 50 लाख नेपाली फर्किने भने त कसो परिवर्तन नहोला। अब त्यसतिर चाहिँ हामी दिमाग लगाऊँ। र जसरी साइकोलोजिकल खेल खेले नि राजाले, आफ्नो शालिग अनावरण गरेनन्, वीरेन्द्रको शालिग अनावरण गरेर आफूलाई चाहिँ म वीरेन्द्रको उत्तराधिकारी हुँ लौ हेर भनेर मान्छेलाई झुक्क्याए। अर्को दिन मान्छे झुक्कियो पनि 1 लाख मान्छे आएको थियो सडकमा, घर घरबाट हेरेको थियो सबैले। मान्छे त्यस्तरी गेम खेल्छन् जहिले पनि नेपालीलाई भ्याँगा बनाउने यो साइकोलोजी गेम खेल्ने। यो हुन भएन। नेपाली सचेत हुनु पर्यो, अग्रगमनमा जानु पर्यो। राजालाई ल्याएपछि राजाको पालीमा कति दमन गरेको थियो तपाईँले बिर्सिनुभयो? 62 आन्दोलनमा कति दमन भएको थियो, कति मान्छे मरेका थिए, त्यस्तो सब तपाईँले बिर्सिसक्नुभयो। त्यही भएर उसकै छोराको काण्डहरू उसको आसेपासेको फेरि त्यही हो, जसको शक्ति हुन्छ उसैले नै पेल्ने हो। त्यही भएर त्योभन्दा अब उसलाई फेरि राजा बनाइदिएपछि फेरि उसको परिवारको हालिमुहाली हुने हो, तपाईँले हटाउनु पनि सक्नुहुन्न। त्यही भएर एउटा बलियो संस्था, राज संस्था जस्तै एउटा बलियो संस्था भने कस्तो हुन्छ भन्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपति या प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री होस्। त्यसपछि आउँछ बालेन आउँछ, अब रवि आउला, तपाईँले चाहेको नेपाली जो चाहन्छ त्यही आउला, हर्क आउलान्, अब गोपाल हमाल आउलान्, जो आउला होइन, जो पनि आउन सक्यो। त्यसरी आएपछि चाहिँ उसले चाहिँ देश बनाउँछ जस्तो लाग्छ मलाई। एउटा बलियो मान्छे आएपछि संस्था देश बन्छ। त्यसरी महेन्द्रले राज संस्था बनाएको नि खासमा त। तपाईँको राणाहरूले त ध्वस्त पारिसकेको थियो। 7 सालमा प्रजातन्त्र आएर झन् खतम इन्डियाले खेल्न सुरु गरिसकेको थियो। महेन्द्रले सबैलाई किनारा लाउँदै यस्तो 10 वर्षमा जे गर्यो त्यही हो फाउन्डेसन नेपालको। तर त्यो सब बेचेर खाए 46 सालपछि। भनेपछि त्यही हो, एउटा बलियो मान्छे चाहिँ हामीलाई चाहिन्छ। त्यस प्रत्यक्ष निर्वाचित राष्ट्रपति आओस्। अम, त्यसपछि जनताले राजा चुने जस्तो हुन्छ। मन पर्यो भने 5 वर्षपछि फाल्न पाइयो, मन पर्यो भने फेरि उयो गर्न पाइयो। त्यसपछि एउटा परिवारको हालिमुहाली चाहिँ हुँदैन। त्यसमा चाहिँ हामी ध्यान पुऱ्याउँ। त्यही हो मेरो भनाइ। जय नेपाल। त नेपाल नटुक्रियोस्। नेपाल अब हामी विदेशमा बसेको मान्छेहरू अब केही वर्ष नेपाल फर्किनु पाए, शान्ति सुरक्षा होस्। होइन भने अब नेपाल फर्केर फेरि ग्याङ बनाएर लडेर बस्नुपर्छ, त्यो कसैले चाहँदैन। त्यस नहोस्। नेपालको जय होस्, नेपाल आमाको जय होस्। जय नेपाल। ओम।